भङ्गे बेचेर पालिदिन्छु मैले बनाएको जाँड। यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ हाम्रो गाउँमा बिहे छ। त्यसको लागि भनेको त किस डे हक डे इम्पोर्टेन्ट हुन्छ। अरू डे अगर फिर से हालत आपा नमक पेटे बता दे हैं बात कर बे। सो हे गाइज नमस्ते गुड मर्निङ हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो भिडियोहरूमा। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म परमेशा चौधरी। साथीहरू आज चाहिँ भिडियो पनि कसरी बनाउनु होइन, एउटा युट्युबर बन्न साथीहरू लास्टै गाह्रो हुँदो रहेछ क्या। जब म युट्युब च्यानल खोलेँ त्यतिखेर थाहा पाएँ कि अरूको भिडियो हेर्दै यति त जसले पनि गर्न सक्छ जस्तो सोच आउँथ्यो। तर जब गर्न थालिन्छ नि अनि बल्ल थाहा हुन्छ क्या। साथीहरू न कन्टेन्ट पाउँछु न केही घरै बस्छु। यताउता घुम्न जाँदाखेरि भिडियो बनाउँदैन। अलिक कन्फिडेन्स छैन क्या ममा। अब सपोर्ट गर्ने कान्छाले लास्टै सपोर्ट गर्नुहुन्छ, अब मम्मीले पनि सपोर्ट गर्नुहुन्छ। तर मान्छेले अब हुन्छ नि त भिडियो बनाएर हिँड्यो भने पनि हो केही ढङ छैन यताउता भन्दा पनि आफूलाई कस्तो नराम्रो लाग्छ। त्यही भएर सपोर्ट गरिदिनु होला। मेरो कपाल छ नि मार्दे बाउ। कान्छाको चाहिँ एउटा कुरा चाहिँ याद छ, मार्दे बाउ। सो साथीहरू कान्छा पनि घर गइसक्नु भयो। आज एक दिन भयो घर जानुभएको। रातिको कति बजे 7:30 बजेको बसमा बस्नुभयो अनि त्यहाँ 6 बजे पुग्नुभयो। अनि त्यही हो जाने बेलाको पनि भिडियो बनाउन पाएन। कान्छा गएपछि झन् अल्छी लागिरहेछ यहाँ मलाई। अब कान्छा भएको भएर झगडा गर्दै लड्दै बस्थेँ। अब यहाँ कोसित झगडा गर्नु, कोसित देवालसित झगडा गरौँ म। त्यही भएर म भिडियो बनाइरहेको छु। गाइज घोगी हेर्नु, घोगी बेचेर पालिदिन्छु त्यतिकै भन्दैन क्या। फेरि बिन्न जान्छु भनेर भन्न पाए त कति स्वाद लाग्थ्यो होला है। बिन्न जाँदिनँ म, मेरो बहिनी बिन्न जान्छ। गाउँमा टोलमा कोही छैन। हजुरहरूलाई कति भन्नु, टोलमा कोही छैन। बाख्रा पनि डोर्न छ यो मेरो बाख्रा त होइन, छिमेकीको बाख्रा हो। डोरिदिनु भनेपछि डोर्नै पर्यो हो कि नै। छिमेकी भएको के काम, यति त हेल्प गर्नुपर्छ। खाना पनि खाएको छैन, 12 बज्न लागिसक्यो। रुमको हालत पनि यति फोहोरो छ। म जस्तो अल्छी बुहारी पाउनु भएको छ हेर्नु सास मम्मी। यो माउ अनि यो रहेको छ खसी। साथीहरू न बाख्रा पाल्यो भने चाहिँ मेहनत पनि त्यस्तै फाइदा पनि त्यस्तै छ बाख्रामा। हेर्नु पाल्न सक्यो भने त यस्तो पैसा आउँछ नि। पहिला मम्मी हुँदा हाम्रो यति बाख्रा पाल्थ्यौँ, खसी आउँथ्यो कि खसी। म कुनै टाइममा हजुर विश्वासै नसक्नुहुन्न कतिवटा 6वटा बाख्रा। म सानो सायदै 11-12 वर्षको थिएँ। 11-12 भन्दा पनि 10-11 वर्षको थिएँ। त्यतिखेर म 6वटा बाख्रा पालेको थिएँ क्या। त्यही नै मम्मी छोडेर 10 दिनको लागि उहाँ जानुभएको थियो, कता मामा घरतिर जानुभएको थियो। अनि मेरो जिम्मामा छोड जानुभएको थियो। म घर एक्लै थिएँ। म त्यो बाख्रा कसरी पालेँ होला म आफै हुन्छु क्या। अहिले घाँस काट्न पनि सक्दैन, बाख्रा पनि हेर्न सक्दैन। अहिले त्यतिखेर त मैले त्यो 10-11 वर्षको उमेरमा त घाँस पनि काट्न जाने थिएँ, बाख्रा पनि हेर्थेँ। अहिले त लास्टै अल्छी भएको छु। म आफूले देखेर भन्छु म पहिलाको परमिसा होइन है। किन हो साथीहरू पेट मस गरिरह, भित्र दुखे जस्तो गरिरह। के भएको होला मलाई। हामी घरमा खासमा त 3 जना छ भन, तर 3 जनै कस्तो अल्पत्र टाइपको छौँ क्या। हेर्नु अब बाबाको हिजोदेखि हत्तोपत्तो छैन, कहाँ हुनुहुन्छ के गर्नुहुन्छ त्यो पनि थाहा छैन। कल गर्नुहुन्छ अहिले आउँछु यताउता भन्नु भइराखेको छ। थाहा नै छैन के भइरहेछ घरमा, मलाई त्यो पनि राम्रोसित थाहा भइरहेको छैन। के भन्नु म, यो यस्तो अवस्था यस्तो टाइम चलिरहेछ नि साथीहरू। न बाँच्ने रहर न मर्ने आँट भन्छ नि त्यस्तै। तर यस्तो सानो कुराले मर्छु भनेर मनमा चाहिँ लिन हुन्न कि। जिन्दगी एकचोटि आउँछ, यो पनि राम्रोसित जिउनुपर्छ। बितेको कुरा दिमागमा लिएर होइन, अगाडि राम्रो गर्छु भनेर सोचेर हिँड्नु पर्दो रहेछ क्या, हिँड्नुपर्छ। मैले बनाएको जाँड, यो जार मैले म
पहिल्यैदेखि झार बनाउँथेँ मम्मी हुँदैदेखि। मेरो हातमा जाँड पनि उठ्छ कि यस्तो मिठो हुन्छ कि क्या बात करूँ मैं। गर्मी महिनामा यस्तो राम्रो हुन्छ नि यो खाने, शरीर शीतल गरिदिन्छ। जाडो महिनामा त यो छिटो उठ्दा पनि हुँदैन किनकि चिसो हुन्छ नि त, अनि यसको यो गाह्रो हुन्छ क्या यसलाई उठाउन। तर गर्मी महिनामा यत्तिकै छोयो पनि त्यो उत्यो हुन्छ क्या, पसिजिन्छ नि त। नेपालीमा के हुन्छ त्यो भन्न जान्दैन मैले चाहिँ, छाडो पसजिन्छ नि के भन्छ हौ, बोल्नु पनि कस्तो नआएको मलाई त। त्यो हुन्छ कि त्यो पसजिन्छ, त्यही मतलब बुझ्नु न, त्यही हुन्छ। अनि यो जाडो महिनामा त छिटो हुन्न क्या यो। त्यही पनि यहाँ हेर्नु न झोल छ थोरै थोरै, यहाँ देखेको छैन क्यामेरामा तर झोल देख्छ यहाँ। कान्छालाई खुवाएर पठाइदिन्छु भनेर सोचेको थिएँ, तर जाने फ्लाइटको टिकट कटिसक्यो के। अब अर्कोचोटि आउँदा बनाएर राख्छु अनि खानु होला बुढीको हातको जाँड। अरूको घरको चाहिँ थाहा छैन, तर हाम्रो घर चाहिँ मासु बच्चाको जस्तै सादा पाइन्छ त बिहानसम्म बच्चाकै हुन्छ। म 1-2 पिस जति भए पनि बचाएर तताएर खान्छन्। होइन धेरैजनाको घरमा हुन्छ यस्तो तताएर खाने, धेरैजनाको घरमा। किनभने कि यता तातो तातो भन्नाले पकाएको भन्दा पनि बासी त यस्तो मिठो हुन्छ। ओ माई गड, म भन्न पनि सक्दैन। यो पनि तताइदिउँ, त्यही कराईमा तताइदिन्छ। हिजो चाहिँ मासु बहिनीले पकाएको थियो, अन्डाको झोल चाहिँ मैले पकाएको थिएँ। अब यहाँ अम्लेट बनाउनलाई अन्डा फोरेर राखेछ बहिनीले। बहिनीले अम्लेट चाहिँ खाँदैन, त्यसलाई अम्लेट भन्ने चिज मन पर्दैन अरे। भाँडाहरू यति धेरै छ कि के भनौँ, सबै मस्काउनु पर्छ। यति जाडोमा भाँडा मस्काउन कस्तो रुन मन लाग्छ। के भएको हौ साथीहरू मौसम पनि। अब जस्तो अब फागुन आउन लागिसक्यो, फागुनमा त चर्को घाम लाग्छ, अनि त्यसपछि हावाहरू चल्छ। अहिलेको टाइममा त हावै चलिरहेको छैन, मतलब नचलेकै ठिक हो। तर घाम त गर्नुपर्छ नि त, झन्जारो गर्दै आहा भन्छ 2026मा दुनियाँ खतम हुनलाई हो कि क्या। यो मेरो चाहिँ खाना रेडी भइसकेको छ। अन्डा छ, यो अन्डाको झोल हो तर यसमा अन्डा छैन, खाइसक्यो अन्डा। यो चाहिँ मासु हो, के भन्छन् रे। म खाएर सबै काम गरेर भेट्छु ल। हाम्रो यहाँ चाहिँ 1 गते मेला लाग्छ यहाँ दुर्गा भगवानको। आउनु होला सबैजना हेर्नु, यहाँ देख्न सक्छ साथीहरू। हटाउनको मेलै लाग्दैन सुनिरहेको छु हो र, किन लाग्दैन। हेर्नु न सबैजना आउनु होला, चुलै निम्तो छ हजुरहरूलाई। सो साथीहरू फेरि पनि हजुरलाई नेक्स्ट डे भिडियोमा वेलकम छ। किनभने मैले एकै दिनमा भ्लग खिचेर एकै दिनमा एडिट गरेर एकै दिनमा पोस्ट गर्न सक्दिनँ कि, त्यही भएर म 2-3 दिन बिराइ मैले अर्को भ्लगमा पनि भनेको छु, 2-3 दिन बिराइ मैले भिडियो बनाउँछु। सो साथीहरू यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ हाम्रो गाउँमा बिहे छ। यहाँ लागेको छ टेन्ट, म हजुरहरूलाई देखाउँछु ल। यहाँ चाहिँ मेरो टाउकोमा यहाँ टिका हो, फेरि सिन्दुर भन्नु होला नि, फेरि त्यस्तो भन्न पाइँदैन। यहाँ चाहिँ बिहे छ भन्नाले टेन्ट लाग्छ। ऊ त्यो घरमा बिहे छ, खासमा चाहिँ छ। अहिले जन्ती आउँछन्। अनि आज फेरि यहाँ उत्यो लगाइरहेको छ क्या, बजार पनि हो हाम्रो गाउँको। सो साथीहरू हजुरहरूलाई थाहा नै छ के डे चलिरहेको छ। भ्यालेन्टाइन डे आउँदैछ। अब हिजो के डेट हो खै, हिजो रोज डे थियो, आज प्रपोज डे हो। प्रपोज डे अब हामी अब मिङ्गलहरूलाई काम छैन प्रपोज, अब कतिचोटि प्रपोज गरौँ न हौ। एकचोटि प्रपोज गरेर आफ्नो बनाइसक्नु भयो, म उहाँको उहाँ मेरो भइसक्नु भयो। अब प्रपोज चाहिँ कति गर्नु। त्यो हामी मिङ्गलहरूको लागि भनेको त किस डे, हग डे इम्पोर्टेन्ट हुन्छ, अरू डे मतलब हुँदैन क्या। सो आफ्नो म चाहिँ कान्छाले के भन्न चाहन्छु भने चाहिँ यही भिडियोदेखि लाउनु अहिले चक्लेट डे म बताइदिँदैछु। ह्याप्पी चक्लेट डे। अनि सम्पूर्णलाई सबै डेको शुभकामना, धेरै धेरै शुभकामना भन्न चाहे, त्यही हो। सगरा फिर से हालत आपा नमक पेटे में सगरा पेटे में रहता है नमक। टेकलू हाय आन्टी को हाय मात्रै हुन्छ। यो आन्टीलाई त चिन्नु भइसक्यो होला। हामी चाहिँ जान लागेको छौँ बजार। टेकलू यहाँ हाय कहिदे, टेकलू हाय कहिदे।
रुक 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 हाँ भाटो क्या कहता है बता आवन कि ना आवन ये कांसा ना ये टैकल उसी तो होते रहे क्या खेलत रहन हाँ ना ला जा यहाँ बता यहाँ हेर आस पर पोच दे नहीं टैकलू नहीं तैके पर पोच करे चाहले बता दे हाँ भाटो पर पोच करबे कांसा ले हजुर को साला ले भन्दै हुनुहुन्छ कि हजुरलाई पर पोच गर्ने रे के तब यहाँ यार कैमरा मेरे साथ करिया तब ठीक है बात है तै कहाँ जाते रे कई क्लास में पढ़ा ले 2 क्लास में पढ़छ यो अमिसा 9 क्लास में अब यहाँ हामी चाहिँ बजार जान लागेको छौँ अब कान्छा हुँदाखेरि त धेरै के यसले पानीपुरी खान्थ्यौँ अब हुनुहुन्न अब यसको मम्मीले पठाउनु भएको हामीलाई चाहिँ लिनलाई सो त्यही भएर जाँदैछौँ अब बजारमा गएर भ्लग बनाऊँ भने मेरो कन्फिडेन्स तल झर्छ क्या 0 लेभलमा छ त्यही भएर अहिले भ्लग बनाउँछु अनि फर्किने बेला बनाउँछु सो साथीहरू हामी चाहिँ नास्ता किनेर आइसक्यौँ नास्ता त खाँदै नमस्ते कहिदे नमस्ते बाई बाई कहिदे बाई बाई हामी चाहिँ नास्ता किनेर आयौँ अब नास्ता खान्छौँ सो साथीहरू आजको लागि यति नै अब भ्लग गरायो भने धेरै हुन्छ त्यही भएर लामो भ्लग हुन्छ अनि हजुरहरूलाई पनि त झ्याउ लाग्छ त नि त्यसैले आजको लागि यति नै